नमस्ते देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई तथा अग्रजहरू मेरा प्यारा भाइ बहिनीहरू मेरा साथीहरू आज हामीले सिभिलियन फोर्स हैन लन्च गर्दैछौँ र नेपालीलाई डिजिटली ट्रान्सफर्म गर्ने एउटा विचारधाराका साथ हामीले एउटा वेबसाइट लन्च गर्दैछौँ र सबैजनालाई तपाईहरुलाई जोइन हुनमा यसमा हामी तपाईलाई आग्रह गर्नका लागि यो वेबसाइट के हो कस्तो हो र यो सिभिलियन फोर्स भनेको के हो भनेर हजुरहरूलाई बुझाउन चाहन्छु आज चाहिँ। सो धेरैजनामा कन्फ्युजन छ कि यो 2 महिनासम्म हामीले सिभिलियन फोर्स बनाउँदैछौँ भनेर सुन्नु भएको थियो। तर यो सिभिलियन फोर्स भनेको के हो, किन हो र यसले के गर्छ भनेर हजुरहरूले बुझ्नु जरुरत छ। यो सिभिलियन फोर्स भनेको पहिला जस्तो कुनै आन्दोलनपछि आएको एउटा विद्रोही शक्ति जस्तो चाहिँ हैन। यो एउटा नेगेटिभ वेमा हामीले लिनु हुँदैन, यसलाई पोजिटिभ वेमा लिऊ। हामी सबै नेपालीहरू एकदम छरिएर बसेको छौँ हैन। त्यही भएर चाहिँ हामीले चाहिँ के सोच्यौँ भन्दाखेरि नेपाल सबै बनाउनको लागि गाउँ बनाउनु पर्छ। हरेक नेपालीको जिम्मेवारी हो। यो केवल एकजनाले मात्र व्यक्तिले चाहेर नेपाल बन्दैन, एकजना नेताले मात्र चाहेर बन्दैन र एउटा सरकारले मात्र चाहेर बन्दैन। त्यही भएर हामीले यसलाई चाहिँ हरेक नेपालीको जिम्मेवारी हो भनेर सोचेर चाहिँ हामीले एउटा यस्तो खालको वेबसाइट बनाउँ जहाँ सबै नेपालीलाई समेट्न सकिन्छ, सबै एउटा जिम्मेवारी नागरिक भएर देश बनाउन सकिन्छ र देशको समस्या एउटा गाउँको समस्यालाई केन्द्रसम्म ल्याएर यसलाई सल्भ गर्न सकिन्छ र त्यो शक्ति हामीले जुन चाहिँ तयार पार्यौँ भने सबैजना एकीकृत भएर हामी लाग्यौँ भने देश बनाउने अभियानमा तपाईको देश पक्कै बन्छ भन्ने हामीलाई लाग्छ। र त्यसको लागि हामीले एउटा प्लेटफर्म चाहिएको थियो र यो प्लेटफर्म अहिले पहिला जमाना जस्तो त होइन, तपाईको जहाँ कि गएर एउटा पेपर लिएर जाने घर दौडिनु पर्ने त होइन। एउटा व्यक्तिले टिकटक चलाउन सक्छ भने तपाईले यो वेबसाइट चलाउन सक्नुहुन्छ, तपाईले आफ्नो समस्या राख्न सक्नुहुन्छ र त्यो समाधानको लागि तपाईहरु सबैजना मिलेर र हामीहरु सबैजना मिलेर यसलाई समाधानको बाटोमा लान सक्छौं र त्यसलाई गाउँदेखि जिल्लासम्म पुर्याएर, जिल्लादेखि केन्द्रसम्म प्रदेशसम्म पुर्याएर, प्रदेशदेखि तपाईको केन्द्रसम्म पुर्याएर हामीले यसलाई समाधान गर्न सक्छौं हैन। र यसमा हामी सबैजना तपाईहरु सम्पूर्ण साथीभाइहरु जो अग्रज हुनुहुन्छ, विज्ञ हुनुहुन्छ, आफ्नो फिल्डको सबैजनाको हरेक नेपालीको यसमा सहायता चाहिन्छ हामीलाई। र यो 10 दिनमा हाम्रो यो अहिले टेस्ट भर्जन हो र यो टेस्ट भर्जनमा हजुरहरु सबैलाई यो प्लेटफर्म दिएको हो जहाँ कि तपाईले इंगेज भएर देशको बारेमा समस्या र त्यसको समाधानमा डिस्कसन गरेर त्यो समाधानलाई चाहिँ केन्द्रसम्म पुर्याएर सल्भ गर्ने एउटा बाटो मात्रै हो, माध्यम मात्रै हो यो है। र त्यही भएर चाहिँ हामीले यसलाई चाहिँ अहिले टेस्ट भर्जन मात्र हो हजुरलाई देखाउनको लागि यो के हुन्छ कसो हुन्छ भनेर। र यो अहिले चाहिँ हामीले यो 10 दिन जतिमा तपाईहरु हामीहरु मिलेर यसमा चाहिँ अहिलेदेखि नै हामी सबैजना यो वेबसाइटलाई चाहिँ फिडब्याक दिने के हुनुपर्छ, के अझै चाहिन्छ, के इम्प्रुभमेन्ट चाहिन्छ भनेर हामीले 10 दिन जतिको ग्याप राखेका छौं। र 10 दिनपछि हाम्रो 27 गते 2082 साल 27 गते राष्ट्रिय एकता दिवसमा चाहिँ हामीले यसलाई भर्जन 1 भनेर हामीले लन्च गर्छौं। र यो भर्जन 1 लन्च गरिसकेपछि तपाईको के हुन जान्छ भन्दाखेरि चाहिँ यसपछि नेक्स्ट भर्जन 2 मा चाहिँ हामीले एआई जोइन गर्छौं, जुन चाहिँ हाम्रो एजेन्टिक एआई चाहिँ हामीले पुरै ट्रेन गरेर हुन्छौं। हाम्रो देशको हरेक कानुनलाई हामीले एउटा एआई ले हामीले अहिले आर्टिफिशियल इन्टेलिजेन्सको जमाना छ, विदेशहरु तपाई कहाँ पुगिसक्यो आर्टिफिशियल एआई को जमानामा राइट। र त्यही भएर हामीले एउटा आर्टिफिशियल इन्टेलिजेन्स एउटा बनाउँछौं जहाँ चाहिँ हाम्रो देशको हरेक कानुन हरेक तपाईको संविधानको हरेक धाराहरु हामीले त्यसमा इन्क्लुड गरेको हुन्छ र त्यही कानुन अनुसारमा चाहिँ यसले हामीलाई सल्युसन दिन्छ। फर एक्जाम्पल तपाईको एउटा समस्या छ भन्ने एउटा गाउँमा तपाईको केन्द्र लेभलको फेडरल लेभलको एउटा समस्याले गरेर तपाईहरुको एउटा गाउँमा कुनै बाटो बनेको छैन भने त्यो समस्यालाई के गर्छ भने जिल्ला स्तरीयमा तपाईको लगइन गरेपछि तपाईले डिस्कस गर्न सक्नुहुन्छ र त्यो लगइन गरेर डिस्कस गरिसकेपछि चाहिँ त्यहाँ तपाईहरुको डिस्कसनलाई चाहिँ एआई को माध्यमबाट त्यसलाई फिल्टर गरेर बेस्ट सजेसनलाई निकालिन्छ र त्यो बेस्ट सजेसनलाई चाहिँ एआई ले फिट गरेर त्यसलाई अझ ब्युटिफाई गरेर अझै हाम्रो नेपालको कानुन अनुसारमा र प्रविधि यो नेपालको कानुन र संविधान अनुसारमा हामीले त्यसलाई कसरी इम्प्रुभाइज गर्न सकिन्छ भनेर कुन मन्त्रालयमा गएर हामी गएर त्यसलाई समाधान गर्नुपर्छ, कुन मन्त्रालय ठोकिन्छ भनेर त्यसलाई चाहिँ एआई ले दिन्छ। र त्यसमा लास्टमा भनेको ह्युमन इन्टरभेन्सन भनेर भन्छौं हामीले। ह्युमन इन्टरभेन्सन चाहिन्छ र ह्युमन इन्टरभेन्सनमा चाहिँ हाम्रो विज्ञ टोलीहरु त्यसमा हुन्छ जसले चाहिँ यो सही हो कि गलत हो कि यसको लङ टर्म इफेक्ट के हुन सक्छ र एआई ले भनेको कुरालाई चाहिँ भेरिफाई गरेर ड्राफ्ट बनाउँछौं। र यही ड्राफ्टलाई गरेर चाहिँ हाम्रो यहाँ काठमाडौँमा हामीले एउटा स्याडो गभर्नमेन्ट भनेर हामी राख्छौं जो चाहिँ मन्त्रालय कुदेर तपाईको समस्या गाउँको समस्यालाई केन्द्रसम्म पुगेर चाहिँ उहाँहरूले फाइलहरु हरेक मन्त्रालयमा लगेर त्यसलाई बुझाउँछ र त्यसलाई समाधान गर्नतिर लाग्छ।
र यसको लागि हामीले बनाएको सिभिलियन फोर्स, न कि यहाँ तोडफोड और जलाउने भत्काउने बिगार्नको लागि हामीले बनाएको होइन यो है। यो कुरा सबैजनामा क्लियर होस्। र अहिले तपाईहरुलाई देखाउँदैछौँ कि हामीले वेबसाइट हाम्रो राष्ट्रिय एकीकरण अभियानको यो वेबसाइटमा जहाँ तपाईले समाधान, जहाँ आम जनताले सञ्चालित गर्दछ समस्यालाई समाधान गर्न, यसको लागि हुन्छ। र तपाईले 11/11/11 आज हजुरहरूले यो www.राष्ट्रिय-एकीकरण-अभियान.com मा गएर हजुरहरूले हेर्न सक्नुहुन्छ। र यसमा तपाईहरुको फिडब्याक दिनु होला। अझ के इम्प्रुभमेन्ट चाहिन्छ त्यसमा च्याट र डिस्कसन हुन्छ जहाँ तपाईहरुको आफ्नो समस्याका बारेमा हामीले कुरा गर्न सक्छौं। त्यसमा हामीले समस्या भनेको दुई भागमा अहिले विभाजन गरेका छौं। एउटा नेशनल एजेन्डा, राष्ट्रिय एजेन्डा, जहाँ कि राष्ट्रले भोगेको प्रब्लम कुनै समस्याले भनौं हाम्रो गभर्नमेन्ट स्थिर छैन, त्यसलाई कसरी स्थिर बनाउने भनेर हामीले त्यसमा अभियानमा यो अभियानमा एजेन्डामा राख्दियौं भने हजुरले यसलाई कसरी हामीले बनाउन सक्छौं भनेर हामीले तपाईहरु डिस्कसन गर्न सक्नुहुन्छ हैन। अनि त्यसलाई चाहिँ समाधानको रूपमा हामीले त्यसलाई सल्युसन बेसमा जनताको माझबाट चाहिँ तपाईको त्यो सल्युसन निकाल्छौं। हरेक एकजना नेपाली, हरेक नेपाली यसमा जिम्मेवार हुन्छ। र अब भन्नु होला कि तपाईको अब यो त वेबसाइट हो, डिजिटल भएको ठाउँमा मात्र एक्सेस छ होला भनेर भन्छु। यो हाम्रो टेस्ट भर्जन 1 हो हैन। यसपछि हामीले पछिबाट गाउँ-गाउँसम्म कसरी पुर्याउने भने त्यसको लागि पनि हामीले फेरि सोच्छौं। र यो अहिले हाम्रो पहिलो खुल्किला मात्र हो। र गाउँ-गाउँसम्म अझै तपाईको भनौं कुनै ठाउँमा इन्टरनेट छैन त्यहाँ कसरी पुग्ने भन्ने त्यसको विषयमा पनि हामीले छलफल गरेर त्यसको समाधानको लागि त्यो गाउँ, एउटा जिल्ला, एउटा हिमाल पारीको गाउँको समस्यालाई पनि केन्द्रसम्म पुर्याउने हाम्रो प्रयास चाहिँ जारी हुन्छ। र त्यसैको लागि हामीले बनाएको छौं यो वेबसाइट। तपाईहरुले प्लिज यसमा लगइन गरेर आफ्नो साइन इन गर्नु होला। सबैजना एकै ठाउँमा बस्दिनु होला। र यसले यो प्लेटफर्मले हरेक नेपालीलाई, देश विदेशमा रहेको नेपालीलाई चाहिँ एकै ठाउँमा ल्याउनलाई चाहिँ हजुरहरूलाई मद्दत गर्छ। आफ्नो देशलाई बचाउन, बनाउन मद्दत गर्नेछ। र तपाई हामी मिलेर आफ्नो देश बनाउनु पर्छ। अरूले आएर बनायो भने फेरि त्यही हो, विदेशी दलाल हैन अनेक भन्न थाल्छ। त्यही भएर त्यस्तो कुरामा नलागौँ हामीहरु। अहिलेलाई हजुरलाई यो टेस्ट भर्जन हामीले पेश गर्दैछौं। यसमा अलिकति प्रब्लम्सहरु आउन सक्छ, त्यसलाई टेन्सन नलिनु होला। त्यसमा यो 10 दिनमा तपाईले फिडब्याक दिएको आधारमा नै यसलाई अझै पर्फेक्ट बनाएर 27 गते राष्ट्रिय एकता दिवसमा हामीले अफिसियली यसलाई लन्च गर्छौं भर्जन 1 भनेर। र कुनै समय आउला जहाँ कि हाम्रो सरकारले हाम्रो कुरा नसुन्ला, कुनै समय आउला हाम्रो सरकार, आउनेवाला सरकारले पनि तपाईको भ्रष्टाचार गर्ला, त्यहाँ त्यो समयमा कसले बोल्ने त? नागरिक भनेको जहिले पनि एउटा चुनावपछि जहिले पनि एउटा नेता पावरफुल हुन्छ। तर हाम्रो यो चुनावपछि हामीले जनतालाई पावरफुल बनाउनु पर्नेछ, जनतालाई शक्तिशाली बनाउनु पर्नेछ। त्यही भएर हामीहरु सबै जनताहरु एकै ठाउँमा हुन जरुरी छ। त्यही भएर यो प्लेटफर्ममा लगइन गरिदिनु होला र तपाईहरु सबैजना एकै ठाउँमा बसेर हामी यो देश बनाउने अभियानमा सँगै जुटौं। थ्यांक यू सो मच।